अधारमा त नदेखिने रे बल्ल टस हाल्दा मात्र देखि अब एकछिन टस बिमारी देखिँदैन What's up beautiful people? के छ हालचाल हो गाइस तपाईहरु सबैजना सन्चै आरामै हुन्छ होला म पनि एकदमै सन्चै आरामै छु र गाइस आज चाहिँ मेरो फाइनली 3 वर्षपछि 1k सब्स्क्राइबर हुन आँट्दै छ हैन तपाईहरुलाई देखाउँछु म अहिले कहिले कति भयो भनेर गाइस अहिले 997 ओ 98 भयो हैन अब चाहिँ 2 सब्स्क्राइबर मात्रै बाँकी छ गाइस मलाई चाहिँ अनि यत्रो सब्स्क्राइब पुर्याउन एकदमै धेरै टाइम लाग्यो यत्रो भन्दा नि यता कति पनि गाइस फेरि 97 भयो कता देखिरहेछ उल्टो देख्यो होला म तपाईहरुलाई सिधा भन्नुहुन्छ गाइस तपाईहरुले फेरि घटिसकेको छ मेरो सब्स्क्राइबर गाइस अनि मैले चाहे भने चाहिँ अहिले एकैछिनमा 1k पनि बनाउन सक्छु अवश्य फोनबाट सब्स्क्राइब गरेर तर म चाहदिन यस्तो म गरौँ भनेर फेरि गाडी कुदेर डिस्टर्ब भइरहेछ म चाहदिन किनकि मलाई आफै 1k पुर्याउनु छ पहिला चाहिँ गाइस म सब्स्क्राइब गर्न लाउँथे मलाई खुसी मिल्थ्यो तर मलाई मिल्दैन किनकि मैले आफै गर्नु छ आफै सब्स्क्राइबर बढाउनु छ त्यही भन्न चाहन्छु फेरि भन्छ त 998 अब 2 साल चाहिरहेको को चाहिँ जिस्किरहेको छ कि गाइस है को मान्छे जिस्किरहेको छ त्यो मलाई थाहै छैन घरि अनसब्स्क्राइब गर्छ घरि सब्स्क्राइब गर्छ अनि गाइस यो सब्स्क्राइब गरेपछि अनसब्स्क्राइब चाहिँ किन गर्ने यार मलाई त लास्टै चित्त बुझ्दैन यार लास्टै रिस उठ्छ मलाई त्यस्तो हुँदा अनि अहिले मेरो थोरै काम छ गाइस म अहिले भाग्छु यहाँबाट अहिले एकछिनमा भेट्छु है त तपाईँहरूलाई गाइस मैले चाहिँ मेरो काम पनि सकिसकेँ र फाइनली हाम्रो चाहिँ रात पनि परिसक्यो हाम्रो होइन सबैको रात परिसक्यो हैन अनि हाम्रो चाहिँ मैले आएर हेर्दा चाहिँ 999 सब्स्क्राइबर अहिले एकैचोटि 98 देखि 97 देखि 98 भयो सुसी 999 999 अब 1 सब्स्क्राइबर चाहियो गाइस 1 सब्स्क्राइबर हैन तर त्यो 1 सब्स्क्राइबर त म नयाँ आइडी बनाएर सब्स्क्राइब गर्न सक्छु तर म गर्दिनँ त्यस्तो काम अब मलाई त्यस्तो काम गर्नु छैन हैन आफै बढाउनु छ अनि त्यही हो मलाई खुसीको मारे मेरो बोली पनि आजकल अलिकति चिप्लिरहेको छ एकछिन गाइस थोडा सा यसले अलिकति डिस्टर्ब गरेको थियो क्या थोरै माथि आएको थियो त्यसको के भन्छ जेसुकै भनस् अनि माथि आइरहेको थियो अनि त्यसले हल्का मलाई डिस्टर्ब गरे जस्तो लाग्यो त्यसो मैले त्यसलाई बन्द गरिसकेँ 999 देख्न सक्नुहुन्छ तपाईँले के ब्लर देखिरहेको छ हो गाइज अब चाहिँ तपाईँहरूले क्लियरली देख्न सक्नुहुन्छ गाइज अब चाहिँ म तपाईँहरूलाई मेरो 3 वर्षदेखिको मेहनत तपाईँहरूलाई म देखाउन गइरहेको छु भन्दा पनि मेरो 3 वर्ष अगाडि फर्स्ट ब्लगदेखि अहिले लेटेस्ट ब्लगसम्मको सानो क्लिपहरू हालिदिन्छु हैन अनि बवाल वाला त्यो झ्याउरे खालको हैन बवाल खालको क्या कुनै अब राम्रो हुन्छ नि कता नगएको साथीहरू भेटेको यस्तो खालको क्लिपहरू हाल्छु तपाईले हेरिदिनुस् है त धेरै सानो छ अल्छी लाग्न सक्छ तपाईलाई अल्छी लाग्यो भने तपाईहरुले मलाई बाइ बाइ पनि भन्न सक्नुहुन्छ अहिले नै तर मलाई के भन्छ आशा तपाईलाई अल्छी लागेन SP13 ब्लग्समा सो गाइज वी आर ब्याक के भन्नु हैन गाइज चाहिँ हाम्रो फर्स्ट भिडियो हैन सरी मिस्टेक भयो सो गाइज माफ गरिदिनु ल हामी त्यस्तो मान्छे होइन के SP13 ब्लग्समा सो गाइज यो हाम्रो विज्ञान भाइ साइकलमा छ क्या साइकल राइडर सो गाइज यो हाम्रो साइकल राइडर भाइ अहिलेको भ्लगमा हेर्नु होला फलो गरिदिनु होला फलो ब्याक दिन्छु गाइज त्यहाँबाट फलो गरिदिनु होला फलो ब्याक दिन्छु गाइज के हो नाम भने नि साइड जाऊ न एभन त उयो गरिदिउँ गाइज तिन पनि पुल डर लाग्यो माइ लर्ड गाइज तिन पनि पुल आइपुगिसक्यौँ है हामी यो गाइस हैन हामी ट्याप बेलरको ट्यापै भइसक्यौँ त्यो माला लगाएर मतलब पोते जस्तो देखिन्छ यार गाइज यो चाहिँ हो मेरो साथी राज यसलाई हामीले बाटोमा भेट्दा राज भाइ सामान निकाल भनेर पनि बोलाउने गर्छौँ म चाहिँ 3 वर्ष अगाडि यसको घरमा गएको थिएँ घरमा त्यति काम नपाएर यसो घुम्नको लागि यसको घरमा जाँदाखेरि चाहिँ यसले चाउचाउ पकाउँदा पुरै डराएको रहेछ अनि मलाई त्यो देखेर बनाउन मन लाग्यो ब्लग नत्र मेरो विचार त बाटोमा हिँड्दा मात्रै बनाउने थियो अनि के गर्दैछ अहिले यो के चाहिँ लाग्यो म दलिसके भनेर लागेको थिएँ निकालेर चुडिँदैन कस्तो डोरी लाग्छ तँलाई म मारिदियो दिन्छु जस्तो लाग्छ कसको खोजेको थाहा छ नि मलाई के कसको खोजेको थाहा छ नि के हो यो के कसको खोजेको मलाई थाहा छ नि भाइ भ्लग हेर्दै होला गाइज त्यो माला चाहिँ यसले कुनै केटीको खोसेको थियो स्कुलमा अनि मैले चाहिँ त्यो त्यसलाई मागिरहेको थिएँ लाउनको लागि तर एकछिन चाहिँ लाउन दियो अनि धेरै बेर चाहिँ लाउन दिएन अनि मैले चाहिँ कसैको हो भनेर भन्दै थिएँ मेरो आवाज चाहिँ लास्ट झ्याउ लाग्दै थियो त्यति बेला मलाई पनि अहिले हेरेर झ्याउ लागिरहेको छ
कोही भ्लग हेर्दैछ भने यसो लाग्ने त्यही खोजिदिन्छु म अनि मै राख्छु नि फेरि तिमीलाई दिन्छु नि दिदिनौ नि हाम्रो विज्ञान हो नि सेक्री भन्छ यहाँ त गाइड अनि यहाँ विज्ञानले दामी हुइहाल्नु झन्डै मरो वाट्सअप गाइड कस्तो हुन्छ तपाईँहरू विज्ञान चलामी हुन्छ म पनि आरामी छु होइन अनि आज फेरि हामी कहीँ घुम्न जाँदैछौँ होइन हेर्नु होला होइन अनि जाउँ कहाँ चाहिँ कोही त देखिँदैन त अधारो भइस अधारोमा त नदेखिँदैन बल्ल टस हाल्दा मात्र देखि अब टस दिवाली देखिँदैन अहिले बेडमा देखाए बिहानले मतिर गाई त्यसरी मात्र देखि अब एकछिन टस निभाएँ नि मैले ल गाई छैन अब टस फालेँ नि टस फालिरहेको छ होइन मान्छे देखिरहेको छ नि अब टस निभाउँछु मान्छे नि गायब हुन्छ गाई टस बन्द गरिसकेँ मान्छे नि भएर तर म अहिले गाई चाहिँ अब मैले चाहिँ टस फाल्नु पर्ने छ अनि मात्रै देखिन्छ नि त ल गीत गा के महेन्द्री होइन र पारा स्कुलमा छु होइन अनि हाम्रो ब्रेकअपवाला दोस्त पनि आइसक्यो होइन अनि हाम्रो यहाँ चाहिँ यो दोस्त यहाँ छन् उता नफर्कन फिल्टर हालिदिनु अस्ति त हालिदिएको थियो अनि यो होइन अनि यो चाहिँ ब्रेकअपवाला दोस्त हो होइन अनि चाहिँ डेभिड जस्तो होइन अनि यहाँ भाइहरू छन् उफ्रिँदैछन् होइन अनि त्यही हो अनि तपाईँहरूलाई भेटौँ एकछिन पछाडि बाई बाई गाइस गाइस जब स्कुल पनि छुट्टी भइसक्यो होइन अनि हामी जाँदैछौँ होइन अनि हाम्रो साइकल चाहिँ त्यहाँनिर पार्किङ हुनुपर्ने हुन्छ हामीले हुनुपर्ने हुन्छ उ रहेछ हो यहाँ रहेछ हाम्रो साइकल होइन अनि साइकल होइन मेरो बुलेट हो बुलेट क्रस फायर हो कि बुलेट हो क्रस फायर त होइन मेरो बुलेट हो क्रस फायर क्रस एम्बो होइन आम्बो एम्बो केसर गाम्बो गाइस हामी घर गइसक्यौँ होइन अब हिँडिसक्यौँ होइन घर हिँडिसक्यौँ अब यहाँ हेर्नु यहाँ स्कुलबाट गयौँ स्कुलको बुढाबुढीहरू कुद्दैछन् यता यहाँ मेरो चाहिँ फाइनली 1K सब्सक्राइबर पुगिसकेको छ र गाइस आज चाहिँ गाडी आयो एकछिनै गाडीहरूले लास्ट डिस्टर्ब गर्छ त म अर्को ठाउँमा जान्छु ल गाइस म चाहिँ अर्को ठाउँमा आइसकेँ अब चाहिँ मलाई आशा छ यहाँनिर चाहिँ गाडी कुद्दैन भनेर गाडी त कुद्छ तर अब जाँदैन भनेर होइन अनि मेरो चाहिँ फाइनली 1K भइसकेको छ ऊ गाडी कुदि त हाल्यो गाइस हाम्रो घरमा भाइताबाट नै छैन क्या भ्लग बनाउने अनि त्यही भएर होला गाइस म यहाँ धेरै सब्सक्राइबर नपुगेको धेरै छैन फाइनली 1K त पुगिसकेको छ यही खुसीमा म ताली बजाउन चाहन्छु र तपाईँहरूले पनि ताली बजाइदिनु होला अनि त्यही भन्न चाहन्छु तपाईँहरूलाई मैले बिचमा मेरो सानोको भिडियोहरू हालिदिएको छु अनि आशा छ मलाई तपाईँहरूलाई दामी लाग्यो होला मलाई पनि एकदमै दामी लाग्यो किनकि मेरै भिडियो हो र मलाई त हेर्न अल्छी लाग्छ किनकि त्यसमा आवाज चाहिँ सानो छ क्या गाइस मेरो कस्तो अर्कै टाइपको क्या बुढाबुढीको जस्तो हुन त बुढाबुढी नै हो अझै पनि पहिला पनि बुढाबुढी नै थिएँ त्यही भएर होला अनि सुरुमा चाहिँ मलाई भिडियो बनाउने लाज लाग्थ्यो अनि म साथीलाई बनाउनु दिन्थेँ उसले बनाउँथ्यो अनि हामी दुईजना मिलेर खोलाएको थियौँ क्या गाइस यो च्यानल त्यति बेला चाहिँ मेरो युट्युब च्यानलको नाम SP13 ब्लग्स थियो एसबाट उसको नाम साइरस पीबाट विज्ञान 13 भनेको चाहिँ हाम्रो उमेर थियो अनि अर्को के थियो अनि ब्लग्स भनेको ब्लग्स फेरि गाडी कुदिहाल्यो अब के गर्न सकिन्छ र गाइस होइन अर्कोचोटि चाहिँ म यहाँ बाटो बन्द गरिदिन्छु अगाडिबाट एउटा डोरी ताङ्दिन्छु अनि यता पनि एउटा डोरी ताङ्दिन्छु अनि गाडी कुद्दैन भने ढुक्क हुन्छ भ्लग बनाउन अनि SP13 ब्लग्स थियो अनि हामी भ्लग बनाउँथ्यौँ उसलाई बनाउनु दिन्थेँ म त लाज लाग्थ्यो अनि अलिअलि मात्रै बिचमा आउँदिन्थेँ अनि त्यही हो अनि पछि ऊ पनि कहाँ गायब भयो म पनि कहाँ गायब भयो हुन त अहिले सँगै छौँ तर पनि ऊ उता गायब भयो म यता गायब भयो अनि मैले आफै भ्लग बनाउन थालेँ अनि यही हो गाइस कहानी हाम्रो अब यति नै भन्न चाहन्छु आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ बाई बाई गाइस अनि 1K को के भन्छ ताली सबैजनालाई